श्री हरि राधेश्याम। आजको पञ्चाङ्ग बालुमा बरु तेल खुब बलले पेले कतै आउला, चरका घाम चुसी चुसी बरु कतै पियास मेटिएला, मुसाको सिंह मिल्ला बरु कतै संसार घुम्ने गरे, प्राणै देऊ परन्तु मूर्ख कहिले रिज्दैन कस्तै गरे। श्री हरि नमस्कार। आजको पञ्चाङ्ग आज विक्रमादित्य श्री सम्मत 2082 साल सिद्धार्थी नामको संवत्सर, शरद ऋतु, रवि दक्षिणायन, कली 5127 वर्ष, कार्तिक महिनाको 6 गते आज बिहिबार, कार्तिक शुक्ल पक्षको द्वितीय तिथि, विशाखा नक्षत्र, अक्टोबर महिनाको 23 तारिक 2025 आज भाइटिका यम द्वितीय परेको छ र आजका काला राहु दक्षिण दिशामा केन्द्रित रहने, योगिनी उत्तर दिशामा रहने, चन्द्रमा तुला राशिका सेता चन्द्रमा पश्चिम दिशामा केन्द्रित रहनेछन् र सूर्य तुला राशिमा, बृहस्पति गुरु कर्कट राशिमा अनि शनि मीन राशिमा रहनेछन्। आज 6 गते चोरबान परेको छ र आज पर्न गएको भाइटिकाका शुभ साहित्यहरू चाहिँ सूर्य उदय भएदेखि उता लगेर 7:30 शुभ बेला रहनेछ। फेरि 11:23 देखि लगेर 1:22 अर्को साइड छ र अभिजित मुहूर्त चाहिँ 11:23 देखि लगेर 12:14 छ। यी बार बेलाहरू मिलाएर हामीहरूले टिको लगाउन सकिँदछ। टिको लगाउँदाखेरि भाइहरू पश्चिम फर्केर बस्ने र दिदीहरूले बहिनीहरूले पूर्व फर्केर टिको लगाइदिने, यस्तो प्रकारको आजको समय छ र आजको बार बेलाहरू यस्तै प्रकारका छन्। र साथसाथै आज बृहस्पति गुरुको हामीहरू ध्यान गर्नेछौँ बार अधिपति देवको रूपमा, जो कि सूर्यमण्डलमा उत्तर दिशामा केन्द्रित रहेर ग्रह सञ्चारमा सहयोग पुर्याउने बृहस्पति गुरुको ध्यान यस प्रकार छ। ओम ब्रीम बृहस्पतये नमः। देवानां च ऋषीणां च गुरुकाञ्चन सन्निभं बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम्। ओम ब्रीम बृहस्पतये नमः। र यिनै कुराहरूका साथसाथै र अहिले यस 2082 सालको तिहार भाइटिकाको मङ्गलमय शुभकामनाका साथसाथै आजलाई हजुरहरूबाट बिदा। श्री हरि राधेश्याम। जय श्री राम। आजको दिन सबैमा शुभ मङ्गलमय रहोस्। जय हो।